जस्तो हामीले अरू बाइकहरू चलाउँदा किक्रिक्क हुन्छ नि पट्टिनी हुन्छ होइन त्यसमा त ढाक्क गरे बडा मजा आउने क्या चलाउने यार ट्याक्क सर्भिसिङ गरेर आएँ है बाइक दामी जोन्टेस पोखरामा सोरुम खोलिआएको ठ्याक्क नयाँ बजार है सर्भिसिङ गर्न आउँदा नयाँ सोरुममा पनि यसो छिरम भनेर काठमाडौँको शाखा $350cc ओरेन्ज कलर यो पनि सीसीको भाइ 150 दामी छ यहाँ सोरुमै दामी काठमाडौँको भन्दा सोरुम राम्रो यो 125 150 ए सेम मेरो जस्तै कलर सर यो साइड प्यानियरलाई कति पर्छ यो दुईटाको 1 लाख अनि अहिले बाइक किन्दा त फ्री होला नि यो बाइक किन्ने बेला चाहिँ फ्री छ होइन मैले साइडको नलिएर टप लिएको नि त साइडमा नलिएर टप लिएको प्लस क्यास त्यसमा अनि यो टप बक्स किन्न पऱ्यो भने कति पर्छ सो टोटल सेट चाहिँ तपाईँको अलमोस्ट अराउन्ड 1.60,000 1,60,000 का त बक्स मात्रै भयो र यो ब्राकेट यसमा लेग गार्डहरू किन्न पर्दैन के सर होइन लेग गार्ड किन्न पर्दैन यो किन्न पर्दैन भाइजरहरू सब सेमी सेट भएर आछ यो बाइक किन्नेलाई साइड प्यानियर फ्री भयो मैले चाहिँ नि साइड प्यानियर नलिएर टप बक्स लिएको दामी छ के छ बाइक यहाँ मेरो पनि एकदम राइड गर्नलाई रेडी छ है त्यहाँ हजुर यो 350cc को बाइकको मूल्य कति छ हजुरले चाहिँ बक्ससँग लिनुहुन्छ भने चाहिँ हाम्रो 11 लाख पर्छ 11 लाख अब विदाउट बक्स लिनुहुन्छ भने चाहिँ हाम्रो 10 लाख ए है अनि उयो 150 को यसमा बक्स आउँदैन हजुर अब बक्स चाहिँ एडिसनल कुरा हो हाल्न मिल्छ हाल्न चाहिँ कति छ यसको मूल्य यसको प्राइस चाहिँ हाम्रो 6 लाख छ अब हजुर 6 लाख हजुरलाई बक्ससँग लिनु नि मिल्छ ए 150cc को होइन हजुर अनि यो 125cc को लाई कति पर्छ हाम्रो 125cc लाई चाहिँ हाम्रो 4,40,000 4,40,000 त्यो मोडल पनि 150 को हजुर हाम्रो दुईटा कलरमा छ 150 हाम्रो यो साइनिङ व्हाइट भयो एउटा म्याट ब्लू भयो ए अनि हाम्रो 350 को पनि दुईटा कलर छ एउटा ओरेन्ज कलरमा भयो एउटा चाहिँ ब्ल्याक भयो हो यसमा कति छ यसको पनि सेम प्राइस हो हाम्रो 6 लाख 6 लाख सबै क्रास गार्ड लेभल 360 मिटरहरू छ पहिले प्री पिकेड हुन्छ बाइकसँग यसको पनि कति छ 11 लाख हजुर अब यसको चाहिँ विदाउट बक्स छ यसको चाहिँ 10 लाख रेट बढेर छ मैले किन्दा पनि 11 लाख नै थियो के हजुर हजुर ल थ्याङ्क यू भाइ थ्याङ्क यू भाइ मेरो नाम विष्णु प्रसाद भैरे म स्याङ्जा वालिङबाट वालिङ सोध्नुभएको छ हजुर हजुर मैले बाइक किन्ने सोच्दाखेरि होइन हजुर कुन किन भनेर मैले युट्युबमा चेक गरेँ कि हजुर एडभेन्चर बाइक भनेर हजुर होइन BMW हेरेँ अर्को हेरेँ होइन अनि चाहिँ लास्टमा गएर मैले जोन्डेस मन पऱ्यो कि काठमाडौँ सोरुममा गएर हेरेँ होइन कहिले भन्दा 80 सालको असार भाइ 80 सालको असार भनेपछि 81 82 भनेपछि अहिले लगभग 1.5 वर्ष भयो होइन
असारमा आइज हजुर 81 असारमा मैले किनेदेखि अहिलेसम्म 2 चोटि सर्भिसिङ गरेँ है त्योभन्दा अरू खर्च केही आएको छैन आनन्दले चलाएको छु स्मुथली बाइक एकदम के कम्फर्टेबल के जस्तो 200-300 किलोमिटर लङ ड्राइभ गरे पनि होइन थाकिँदैन के त्यो चाहिँ मलाई एकदम अनुभव मजा लाग्यो कि जस्तो हामीले अरू बाइकहरू चलाउँदा किक्रिक्का हुन्छ नि पट्टिनी हुन्छ होइन त्यसमा त ढाक्कै गरे बडा मजा आउने के चलाउने यार हजुरले हाम्रो 350 लेख्नुभयो है सर हजुर 350 लेख्नुभयो है 350cc हो जोन्टेस 350cc अनि सिसी ब्ल्याक कलरमा लिएँ मलाई त्यो माथिको टप बक्स हुन्छ नि हजुर साइड पेनियर मैले लिइनँ बडी ठुलो लागेर मैले टप बक्स चाहिँ फ्रीमा लिएको अनि अब हजुरले अब हाम्रो बाइक अब नयाँ कस्टमरहरूलाई के सजेस्ट गर्नुहुन्छ यो बाइकको बारेमा नयाँ कस्टमरहरूलाई हजुर अब मेन कुरो विदेशी बाइक हो नि त कस्तो होला के होला हुन त नेपालमा जति पनि छन् सब विदेशी बाइक हो कस्तो होला के होला भनेर त्यस्तो डराउन चाहिँ पर्दैन पाटपुर्जाहरू पनि सजिलै पाइन्छ अनि सर्भिसिङ गर्न पनि पाइयो होइन त्यस्तो खासै डराउन चाहिँ पर्दैन आफ्नो मनको इच्छा पुरा गर्ने हो क्या होइन त्यही हो हस् धन्यवाद बहिनी